जमाना डिजिटल भएसँगै ठगी गर्ने तरिका पनि धेरै डिजिटल भइसकेको छ। तपाईँ हामी वा हाम्रो वरिपरिको कोही न कोही यस्तो डिजिटल ठगीको शिकार भइसकेका पनि होलौ, जानी या नजानी। आफ्नो सम्पत्ति सुरक्षित राख्नको लागि अनि यस्तो ठगीबाट बच्नको लागि के सावधानी अपनाउनु पर्छ भनेर आजको भिडियोमा हामी पुरै जानौँ है त। तपाईलाई कुनै पनि मेसेज आयो रे, तपाईलाई चिट्ठा पर्यो, लटरी पर्यो अनि राम्रो जब अफर छ यस्तो खालको मेसेज आयो अनि त्यो क्लेम गर्नको लागि चाहिँ यो लिंकमा क्लिक गर्नुस् भन्ने खालको इमेल या मेसेज आयो भने ठाडै डिलिट गर्नु या त्यो मान्छेलाई या त्यो मेसेजलाई चाहिँ ब्लक गर्नु होला। न कि ओहो के परेछ मलाई भनेर त्यो लिंकमा क्लिक गर्नु भयो भने ज्वान आफ्नो अकाउन्ट ह्याक हुन सक्ने अनि तपाईको नाम प्रयोग गरेर अनेक फ्रड हुन सक्ने चान्सेस चाहिँ हाई हुन्छ। दोस्रो, कुनै पनि चिनेको मान्छे वा नचिनेको मान्छेबाट चाहिँ ए मेरो फोन हरायो या केही भयो अनि तिम्रो नम्बरमा चाहिँ एउटा ओटीपी मेसेज आउँछ, त्यो चाहिँ मलाई कोड दियो है मेरो अकाउन्ट रिकभर गर्नको लागि हो भनेर यस्तो खालको कल या मेसेज आयो भने यो पनि स्क्याम हो भनेर बुझ्नु होला है। आफ्नो फोनमा आएको वान टाइम पासवर्ड जसलाई चाहिँ ओटीपी भनिन्छ त्यो कसैलाई पनि शेयर गर्नु हुँदैन। यदि गर्नु भयो भने तपाईको कुनै पनि अकाउन्ट या मोबाइल ब्याङ्किङ ह्याक हुन सक्ने सम्भावना धेरै हुन्छ। तेस्रो, कुनै पनि ब्याङ्क या फाइनान्शियल सर्भिस दिने संस्थाले तपाईसँग कहिले पनि पासवर्ड, ओटीपी, पिन या कार्डको डिटेल्स या डेबिट कार्डको पछाडि हुने त्यो 3टा डिजिटको नम्बर जसलाई चाहिँ सीवीवी भनिन्छ कहिले पनि माग्दैन। तपाईको पासवर्ड, ओटीपी या पिन दिनुस् त तपाईको अकाउन्टमा केही समस्या आएको छ, हामी चाहिँ भेरिफाई गर्छौं भनेर खालको यस्तो कल या मेसेज आयो भने बुझ्नुस् त्यो ठग हो। चौथो, आज यति पैसा हाल्नु भयो भने भोलि डबल हुन्छ, 1 महिनामा नै 4 या 5 गुना हुन्छ, क्रिप्टोमा इन्भेस्ट गरे यति कमाउन सकिन्छ, नेपालमा बसी भन्ने खालको अनेक स्किम्स सबै नै स्क्याम हुन्। पाँचौं, फेसबुक, इन्स्टाग्रामतिर मलाई